होमस्टे त होइन हामी यसो बसेर हल्का मासु खाइयो। सो अब घरतर्फ लागिरहेछ। पानी बवाल पानी पर्दैछ गाइज है। बाटो पनि एज यु क्यान सी साँगुरो सानो सानो भए पनि राम्रो छ। यो चाहिँ मेरो घरदेखि आई थिङ्क 1 घन्टा लाग्छ, किनभने बाटो बिग्रेको छ। बाटो नबिग्रिने भए आधी घन्टामा आइपुगिन्छ यो ठाउँमा। पानी परिरहेको छ, हुस्यो लागिरहेको छ हो। यहाँभन्दा के चाहियो त जिन्दगीमा। अनि यहाँको प्राइजहरू पनि एकदम राम्रो क्या। एकदम म त सोचेको थिएँ कि लाइक 5-7 हजारै उठ्छ होला भनेर सोचेको थिएँ क्या मामा। कति भनेको 1500 भन्छ यार। 1500 भनेको त नि मामा 1500 मा कहाँ केही पनि आउँदैन यार। खाँच्चै भनेको 1500 भने यार म त ठिस लाग्यो। तर ल गाइजहरू कोही पनि मोरङ वरिपरि हुनुहुन्छ भने चाहिँ मोरङ झापा सुनसरी जहाँ भए पनि यो ठाउँ चाहिँ बेस्ट हुनसक्छ। हामीले गाडी राखेको उहाँ पर रहेछ। हाम्रो मात्रै गाडी छ क्या त्यहाँ? हाम्रो मात्र रहेछ। ठाउँ चाहिँ बवाल लाग्यो, बवाल। पहाडको बिचमा। यो बाटो अघि थाहा भएको भए अघि यो बाटो आउनुहुन्थ्यो। सही फ्रेस भयो क्या, फ्रेस। यो त म्यारिवानाको बोट जस्तो रहेछ। तर यो के को बोट हो? म्यारिवाना विडको। यस्तोमा फल्छ विडको बोट? मामा फल्छ होला नि। हो नि मामा, यो त विड त हो नि। यो त त्यस्तै छ। यो त हो। यो त म्यारिवानाकै बोट हो यो त। यसलाई खसी पार्छ नि के पार्छ होइन, तल जरा काटेर। अनि त्यस पछाडि चाहिँ यो रियल विड हुन्छ होइन त। दामी दामी र दामी। तपाईँ चप्पल लाउनु भएको छ नि त, त्यही भएर हो। यही त होला, यहाँबाट त छैन होला। पानी पनि दामी पऱ्यो। सही छ, सही। अघि हामी यहीबाट आएको है। तल वाइल्ड गर्मी छ। तल वाइल्ड गर्मी छ, माथि चाहिँ यो छ। यहाँनिर इलेक्ट्रिसिटी चाहिँ कहाँदेखि ल्याएको छ यार? खोइ ल्याएको छ त। सोलरबाट ल्याएको होला। सोलर होइन, तलैबाट ल्याएको हो। त्यहाँदेखि त तार यस्तै टाँगेर ल्याएको छ। यो के धुपीको बोट होइन यो? धुपीको बोट बोट कत्रो हुँदो रहेछ है यो पनि। धुपी त खास गरी अलिक माथि त्यो यो के अरे सल्लाहको यो बोट हुन्छ नि धनकुटातिर, धेरै पाउँछ नि त्यहाँ। मान्छेहरूको घरहरू यस्तो यस्तोमा छ क्या मामा, हेर्नु त घरहरू। त्यही हो नि।